नमस्ते एभ्रीबडी के त सन्चै हुन्छ स्वागत छ नयाँ मजाको ब्लगमा हिजोको ब्लग हेरिसक्नुभयो होला आज चाहिँ आज के छ भन्दा चाहिँ आज चाहिँ मेरो ट्रायल छ अहिलेसम्म बाइक सिक्न गएको छैन अब आजको दिन फेरि जान छ केटाहरू सबैहरू आउँदैछ अनि यता दिदी हुनुहुन्छ दिदी माजा सिक्दै हुनुहुन्छ अनलाइन हेर्दै हेलो दिदी के भन्नु चाहनुहुन्छ धन्यवाद धन्यवाद यहाँ फेरि कोही पढाउँथ्यो कहाँ कोही यहाँ पढाउँथ्यो हुन्छ क्या मेरो बारेमा क्या त पासै हुन्न छन्दिने हुनुहुन्छ क्या पास भयो भने मैले तेरो स्किल हेरेर त पास हुन सकेको र आज त पास हुँदैन पास भयो भने तेरो चलाउने स्किल एकदम बेकार छ यदि पास भयो भने कति रुपियाँ रे भने हेर युट्युबका साथीहरू म 1000 रुपियाँ दिन्छु ल पास चाहिँ जसरी नै हुनु पर्यो है गाइड चाहिँ अब यता बाबाले पूजा गर्दै हुनुहुन्छ अशुभ बोल्ने मान्छे गाइड हामी केटाहरू आइसक्यो जान लाग्यो ओ सबै आएन महालक्ष्मीमा जान लाग्यो हामी बाइक सिक्नलाई कस्तो बाइक छ अरे सबै महालक्ष्मीमा टिभीएसको होइन चल है त म वहाँ पुगेपछि भेट्छु हजुरलाई ट्रायल दिन आइयो आउनु त हेरौँ भिड हेर्नु है लाइन हेर्नु त लाइसेन्सको लागि यहाँ हामी चाहिँ अहिले महालक्ष्मी ड्राइभिङ सेन्टरमा आएको थियौँ लाइसेन्स निकाल्नको लागि ट्रायल दिनलाई भोक लागेर खाएर चाहिँ हामीले प्लास्टिकभित्र राखेर अब यो चाहिँ डस्टबिनमा जान्छ है कसैले चाहिँ त्यसो ठाउँमा चाहिँ कसैले फोकट नगरिदिनु होला खासै त्यही प्लास्टिकमा फालेर डस्टबिनमा लगेर फालिदिनु होला है हस् धन्यवाद गाइड फेल भयो आज म घर नै आइसक्यो फेल भइसक्यो गरेर छु हजुरलाई एकजना देखाउँदैछु मेरो प्यारे दिदी यता हेलो यता यता वान टाइम यता हेर्नु न चिया पकाउनु न जानु न चिया पकाउनु त जानु 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 दाइ मान्छे नै आएन क्या पकाउनु न जानु जानु त मेरो भ्लगमा के भन्नु त भाइको भ्लगमा त्यति हो हाम्रो मात्रै बनायो चिया ल लैजाऊ भगवान मलाई पनि कैलाश हे लैजाऊ भगवान मलाई पनि कैलाश हे लैजाऊ भगवान मलाई पनि कैलाश हे लैजाऊ भगवान मलाई पनि कैलाश ल है गाइज हामी त दुध बनाउनु जान लाग्यो दाइले हिजोको चाहिँ गर्नु आयो भने म यति सराब छु दाइको भोलि इक्जाम पनि रहेको छ यति सराब छु दाइको हेर्नु फेस चाहिँ अहिले दाइ त्यसो गर्नु न नि मलाई आज बिराल ल्याउनु गर्नु न बिरालोले त दुधको गर्न थाहा भइसक्यो नि त हेर्नु नि त्यो खराहा दुध खाने तैँले होइन फालेर त्यसले दाइले चाहिँ मलाई यो समय म तँलाई फेरि डराउँछ 100 रुपियाँ दिन्छु भन्नुभएको थियो दाइले होइन 100 रुपियाँ दिन्छु भन्नुभएको थियो आउन हो खै हेर जान्छ भने मैले यहाँ दुधको भाडा समाउन हो कि दाइ आउनु बित्तिकै बाइकै ल्याउनु भएन कि दाइले आउनु 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 उहाँ जानुभयो क्या
भेट्नको लागि घरभन्दा नि अगाडिको बाटो आएको कि हिँड्दै त्यहाँ चाहिँ परेर झुकाएर जानु भएन नि त जहाँ भेट्टाउँछ त्यहीँ समाउँछु अनि एउटा घर त जानुभयो दुध पुऱ्याउन यस्तो चप्पलले हिँडेको के खुट्टा पुरै काडा खाडा भयो फेरि फेस हेर्नु न कस्तो स्याहाँ भएको यति मध्येमा दाइ चाहिँ एउटा न एउटा हो लाउँछ म्याजिक हो स्कुल दाइ होइन उहाँ बाइक आएको क्या त्यो बाइक जस्तो लाग्यो यो नि होइन त्यो बाइक नि होइन जाएर जहाँ भेट्टाउँछ त्यहीँ हाल्छु कि म त्यो स्कुटर होइन चाहिँ उहाँ चोक चाहिँ त्यो दोस्रो घर चाहिँ रोकेको जस्तो लाग्यो उहाँहरू जानुभयो होइन त्यहाँबाट लेफ्ट लिनुहुन्छ चोकबाट म कहाँ छोड्छु र अब म कहाँ छोड्छु अब दाइलाई चिटिङ भयो नि त कुराहरू होइन कुरा भन्नु न आफै चिटिङ भयो नि त यो चाहिँ हो आवाज रोकिन आवाज चाहिँ रोकिन आवाज चाहिँ रोकिन आवाज चाहिँ चल्यो उहाँबाट हिँडेर आउनुभयो कमसेकम उहाँबाट त्यहाँ चाहिँ फाइनल्ली मैले भेटाएँ फाइनल्ली यत्रो टाढो हिँडेर आउने लगभग 1.5 किलोमिटर हिँडेको कहिले नहिँड्ने मान्छे तपाईँ नै आइयो बल्ल तर हिँडेर गएर आयो यहाँ के बनाइदिएर यहाँ लाँदा चाहिँ चाहिँ केही नहुने दुईजना पुग्ने त्यो चाहिँ अहिले मैले बाहना बनाएर उता बाहिरबाट जाने भनेर अहिले मैले बाहना बनाएर म त गएँ भने ल है गाई चाहिँ हाम्रो घरको बिरालो त मस्त मोबाइल हेर्छ मसँगै सुत्छु भनिराख हेर्नु न मस्त मोबाइल हेरिराखेको त्यहाँ मोबाइलमा मुसाको त लगाइदिएको मुसा हिँडिएको त्यही खेल्दै बसेँ है र शुभरात्रि सबैलाई बिरालो त्यही हेरिराख त्यही खाना पाऊँ कि भनेर हेरिराख के हस् त धन्यवाद नमस्ते होइन दाइ खालि गाई हेर्नु न यो दाइले म लाइभ बसेको लाइभ बस्दा फेरि त अहिले आउँछ नि ओल्ड लिङ्कको त मोबाइलमा चाहिँ कन्ट्रोल मोबाइलमा चाहिँ नेटै अफ मान्छे अब यताभित्र आएर बस्नु म उता बाहिर बसेको नेटै अफ क्या मोबाइलबाट अन्त मोबाइलबाट यहाँ बल्ल बत्ती भयो क्या बल्ल नेट आयो क्या काम छैन अहिले मलाई हिँडाउनु बेला त हिँडाउनु अहिले फेरि नेट अफ गर्न आउनु भइसकेको के काम काम त अनि यहाँ हेर्नु न हाम्रो घरको मुनि ल है गाई कसैलाई मेरो ब्लग आउँछ म सुत्न लागेको अनि हेर्नु न एउटा चिज चाहिँ यो मसँगै सुत्ने रे के अहिले चाहिँ मोबाइल हेरिराख के उहाँ मुसाको लगाइदिएको त्यहीँ हेरिराख है अझै म सुत्न लागेको कसैलाई मेरो ब्लग लाइक सेयर सब्सक्राइब गरिदिनु होला माया देखाइदिनु होला हस् धन्यवाद नमस्ते लभ यु हस् त नमस्ते हस्